Every day, hundreds of cattle wander the streets of Nepal. Many are abandoned after they are no longer considered profitable. They survive by searching for food in garbage piles, consuming plastics, and risking their lives on busy roads. But in one corner of Botatar, a small group of people refuses to let them be forgotten. These animals were rescued from roads, markets, and public spaces, giving them a second chance. Service is one of the fundamental principles of Scouting. On this day, the rovers and rangers of Madan Bhandari Scout crew came together with a simple purpose: to serve where the help is needed. यो खेती होइन, इट इज द क्याम्पेन। खेती भनेपछि जहाँबाट उब्जनी हुन्छ नि, त्यो गाई पाल्यो, गाई पालिसकेपछि त्यसको दुधहरू बेच्यो, दुधहरू बेचिसकेपछि त्यो एउटा उब्जनी, त्यो एउटा व्यवसाय भयो खेती। इट इज नट अ फार्म, इट इज द क्याम्पेन। सत्यको अभ्यासमा विश्वास गर्ने मान्छे सत्य कुरा बोल्नुपर्छ। यो अभियानमा, यो गाई बाछा संरक्षण अभियानमा धेरैको धेरै कन्ट्रिब्युसन रहेर हिजो नामले भन्दै हुनुहुन्थ्यो हाम्रा केटाकेटीहरू आउँछन् 20जना, ल केही इक्विपमेन्टहरू तयार पारिदिनु पऱ्यो। हामीसँग यो सफाइका केही इक्विपमेन्ट हामीले हिजो मात्र तयार पारेका हौँ, हामीसँग त्यति धेरै थिएन। आज मलाई लाग्यो यतिको काम, यतिको सरसफाइ मैले बियोन्ड माई एक्सपेक्टेसन, मैले सोचेको भन्दा धेरै धेरै माथिको। यी भाइ बहिनीहरू अहिलेसम्म कतिले गाई बाछा देख्नुभएको थिएन, कति गाईलाई भित्र इन्ट्री गर्दा डराउनुहुन्थ्यो। हेर्नुहोस् त, आज यो इतिहासमै सबैभन्दा पहिला हामीले बनाउँदाखेरि सफा थियो र त्यसपछि हामी हरेक दिन प्रयास गर्थ्यौँ। आज इतिहासकै सबैभन्दा सफा बनाइदिनु भयो भाइ बहिनीहरूले। एकदम मदन भण्डारी स्काउट ग्रुप लगायत तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। मलाई चाहिँ एकदमै रमाइलो लाग्यो। मैले अहिलेसम्म त्यो के अरे गोबर पनि उठाएको थिएन, अनि अहिले चाहिँ सबैजनासँग गर्दाखेरि एकदमै रमाइलो लाग्यो। अनि फेरि अब अरूचोटि चान्स पायो भने म फेरि आउनु चाहन्छु। आज यो असहाय गाई बाछा संरक्षण अभियानमा चाहिँ हामीले एउटा यो अवसर पायौँ होइन, एकदमै राम्रो लाग्यो। जे होस्, अब गाउँबाट हामी सहरतिर झरेकोहरूलाई चाहिँ लगभग गाउँमा एकपल्ट मात्र गइन्छ होइन, त्यतिखेर पनि अब यस्तो खेतीसेती लगाउने टाइममा चाहिँ हामीले गर्न पाउँथ्यौँ। अब यहाँ आएर एक्कासी त्यो गर्दा चाहिँ मलाई चाहिँ खत्रै दामी लाग्यो। जे होस्, एकदम बेस्ट एक्सपिरियन्स। आज हामीलाई एकदम धेरै खुसी लाग्यो। धेरै लामो समयपछि फेरि गाई गोरुसँग यतिको सहकार्य गर्न सकियो, अनि खुसी लाग्यो। जे अरूलाई पनि खुसी राखौँ, आफूलाई अटोमेटिक खुसी मिल्छ। हाम्रो यो स्काउटको मोटो भनेको सर्भिस हो होइन। सो सर्भिसको लागि आएको हाम्रो एउटा कन्ट्रिब्युसन पनि हुन्छ, प्लस भोलिन्टियरिङको लागि पनि हाम्रो मदन भण्डारी स्काउट क्रू चाहिँ आएको छौँ। त्यो फर्स्ट एक्सपिरियन्स चाहिँ भनौँ न मेरो चाहिँ, म लगायत सायद यहाँ सबैजनाको फर्स्ट एक्सपिरियन्स होला र एकदम रमाइलो भयो। र मैले यो हाम्रो यो असहाय गाई बाछा संरक्षण अभियान भनेर यो चाहिँ मैले अनेस्टली भन्नुपर्दा चाहिँ म चाहिँ फर्स्ट टाइमै थाहा पाएको अभियानमा संलग्न हुन पाउँदाखेरि, यसको एउटा पार्ट हुन पाउँदाखेरि आफूलाई म गौरव गर्छु। र एट द एन्ड चाहिँ यसको सबै थ्याङ्क्स चाहिँ हाम्रो स्काउट क्रूलाई र यो संस्थालाई जान्छ।
सबैजनालाई धन्यवाद। हामी चाहिँ आज शनिबार के भने ढिलोसम्म घरमा सुत्थ्यौँ, किनभने चाहिँ यही समयमा हामी बिहान उठेर मोबाइल चलाएर मात्र बस्ने हो। त्यो बिहानको समयमा हाम्रो त्यस्तो धेरै काम पनि हुँदैन थियो। तर आजको हाम्रो सानो छोटो समय पनि एकदमै महत्त्वपूर्ण काममा हामीले दिएको छौँ। हाम्रो स्काउटको मोटो नै सेवा भनेर छ। त्यो सेवामा पनि आज हामीले हाम्रो हिन्दूहरूको हामीले त मान्ने नै, गाईलाई त मान्छौँ नै, हामी गौमाताहरूको चाहिँ सेवा गर्न पायौँ। यतातिर एकदम हामीले चाहिँ 100% दियौँ। त्यसको लागि सबैजनालाई धेरै धेरै धन्यवाद। फेरि पनि तपाईँहरूलाई स्काउट सबैजनालाई स्काउट स्यालुट अनि धन्यवाद।